नमस्कार सबैजनालाई सुखदारी एग्रो मेसिनरीको तर्फबाट आज सुखदारी एग्रो मेसिनरीमा हजुरहरूको लागि एउटा नयाँ सोलुसन आएको छ। यो सोलुसन यो मिल देखिराख्नु भएको छ, यो कम्बाइन मिल हो, कुटानी पिसानी मिल। र यो कम्बाइन मिल अरूभन्दा किन फरक छ भनेपछि हामीहरूले इलेक्ट्रिकबाट चल्ने, लाइनबाट चल्ने, भोल्टेज राम्रोसँग भोल्टेज आएपछि चल्ने मिलहरू सम्पूर्णले देखिसक्नु भएको छ र सम्पूर्णको घरमा त्यस्तै खाले मिल छ होला। तर यो मिल चाहिँ हजुरहरूले जहाँ भोल्टेज हुँदैन, नो भोल्टेज, मैले पहिले पनि एउटा सिङ्गल कुटानी मिलको चाहिँ नो भोल्टेजमा चल्ने मिल कस्तो हुन्छ भनेर राखेको थिएँ। र त्यसै गरेर आज हजुरहरूको लागि चाहिँ कुटानी र पिसानी दुवैमा चाहिँ नो भोल्टेजमा चल्ने मिल चाहिँ कस्तो हुन्छ भनेर हजुरहरूलाई देखाइराखेको छु। यो मिल एकदमै राम्रो छ। यो मिलले हजुरहरूले सम्पूर्ण प्रकारका कुटानीहरू, सम्पूर्ण प्रकारका पिसानी कामहरू चाहिँ गर्न सक्नुहुन्छ। र त्यो सँगसँगै हजुरहरूले अब बत्ती आएन, भोल्टेज आएन, मोटर जल्यो, क्यापेसिटर जल्यो भन्ने समस्याहरूबाट, सम्पूर्ण समस्याहरूबाट चाहिँ हजुरहरू छुटकारा पाउन सक्नुहुन्छ। र त्यसको लागि चाहिँ थप हजुरहरूलाई जानकारी चाहिएको छ भने हजुरहरूले सुखदारी एग्रो मेसिनरी भनेर टिकटक पेज हेर्नुहोस् या सुखदारी एग्रो मेसिनरी भनेर फेसबुक पेज हेर्नुहोस् र हामीहरूलाई डाइरेक्ट वाट्सएपमा चाहिँ हजुरहरूले मेसेज गर्न सक्नुहुन्छ। यो एकदमै राम्रो छ। जहाँ अब हाम्रो पहाडी क्षेत्रहरूमा लाइनहरू धेरै हुँदैन, मैले विगत 3 वर्षभन्दा पनि बढी यो नो भोल्टेजमा चल्ने र सम्पूर्णको समस्या यही हुन्छ कि मिल त हजुरहरूको ठाउँबाट जस्तो मेरै स्टोरबाट नभएर अरू लोकेसनहरूबाट चाहिँ उहाँले मिल लगेर जानुहुन्छ। तर घरमा ल्याइसकेपछि मिलले राम्रो काम गर्दैन, फङ्सन राम्रो हुँदैन, ल्याएर हेऱ्यो तपाईँको भोल्टेज आउँदैन, बिहान चलाउँदा आउँदैन, दिउँसो चलाउँदा आउँदैन, साँझ चलाउँदा पनि आउँदैन। सो यस्तो खाले समस्याको लागि चाहिँ हजुरहरूले जुन त्यो मिल छ त्यो मिल नलिएर हजुरहरूले यसरी चाहिँ आफूले पेट्रोलबाट या डिजेलबाट चल्ने मिल चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। यो नो भोल्टेजमा चल्ने मिलहरू हजुरहरूको लागि नै हो। सम्पूर्णमा यदि समस्या भइरहेको छ, घरमा मिल थन्काएर राख्नुभएको छ भनेपछि हजुरहरूले चाहिँ नो भोल्टेजबाट चल्ने यो मिललाई चाहिँ एकचोटि भिडियो हेर्नुहोस्। भिडियो सन्तुष्ट हुनुभयो भनेपछि हजुरहरूले हामीलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बरहरू वाट्सएप, हजुरहरूले टिकटक र फेसबुकमा गर्न सक्नुहुन्छ। पेजको नाम छ सुखदारी एग्रो मेसिनरी। र त्यो सँगसँगै थप जानकारीको लागि अरू कुनै नयाँ मेसिनहरू हजुरहरूलाई चाहिन्छ, त्यसको बारेमा जानकारी लिन चाहनुहुन्छ भने अब म हजुरहरूलाई मेसिनरीलाई सम्झाउन सक्नुहुन्छ है त। कस्तो खाले पिठो कस्तो आउँछ, भुस कस्तो निकाल्छ र त्यसै गरेर हजुरहरूलाई चामल कस्तो निकाल्छ भनेर हजुरहरूलाई क्लोजअप दिन गइराखेको छु। देख्न सक्नुहुन्छ एकजना दाइले चाहिँ यसरी हजुरहरूलाई पिठो देखाउँदै हुनुहुन्छ। पिठो पनि एकदमै राम्रो छ। हजुरहरूले जसरी भोल्टेज भएकोमा, लाइन भएकोमा पिस्नुहुन्छ त्यो भन्दा पनि बढी राम्रो पिठो चाहिँ यसले निकालिराखेको छ हैन। अहिले चाहिँ हामीले गहुँ राखेर प्रयोग गरेका थियौँ र गहुँको पिठो एकदमै राम्रो निकालिसकेको छ। हजुरहरूले यसरी मिलबाट एकदमै धेरै समस्या पाइराख्नु भएको छ भनेपछि चाहिँ हजुरहरूले, मलाई लाग्छ यो एकदमै ठुलो सोलुसन हो हजुरहरूको लागि। यो मिल देख्न सक्नुहुन्छ, पिठो एकदमै राम्रो छ, एकदमै राम्रो छ। गाउँको पिठो हजुरहरूले देख्न सक्नुहुन्छ, चाही मिलमा पिसे बराबरकै तपाईँहरूले चाहिँ पिठो देख्न सक्नुहुन्छ। र त्यो सँगसँगै हामीहरूले यसमा चाहिँ जुन धान देख्न सक्नुहुन्छ, धान पनि हालेका छौँ र धान हालेर चाहिँ चामल कस्तो आएको छ भनेर पनि हजुरहरूलाई देखाउन गइराखेका छौँ। किनभने यो कम्बाइन मिल हो, यसमा कुटानी पिसानी दुईटै प्रकारका कामहरू भएको कारणले गर्दाखेरि मैले अघिल्लो भिडियोमा चाहिँ कुटानी मात्रै राखेको थिएँ सिङ्गल मिलको लागि, र यसको लागि चाहिँ सिङ्गल मिल र यो चाहिँ कम्बाइन मिल हो। सो कम्बाइन मिलमा चाहिँ चामल कस्तो आएको छ भनेर हजुरहरूलाई भिडियो देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ एकदमै फाइन दानाहरू छ, फाइन दाना छ। जसरी हजुरहरूले यसमा देख्न सक्नुहुन्छ हामीले ओइरो कन्ट्रोल पनि गरेका छैनौँ र कुनै पनि एउटा बिहा पनि झरेको छैन, चामलहरू काटिएको पनि छैन। सो एकदमै राम्रो छ है। मिल सँगसँगै, मिलको फङ्सन सँगसँगै हजुरहरूले चाहिँ यसबाट आउने देख्न सक्नुहुन्छ दानाहरू एकदमै राम्रो छ दुवै प्रकारको। र यो सँगसँगै हजुरहरूले देख्न सक्नुहुन्छ भुसहरू पनि एकदमै राम्रो छ, भुस पनि एकदमै राम्रो निकाल्छ है।